नयाँ भनिएको दल रासपाबाट बालेन्द्र शाह प्रधानमन्त्रीको प्रस्तावित उम्मेदवार हुनुहुन्छ। उहाँहरूको प्रतिस्पर्धालाई यहाँहरूले कसरी लिइराख्नु भएको छ? मलाई एउटा कुरामा मेरो एकदम कडा रिजर्भेसन के छ भने प्रदेश सभाको सांसद छ अनि स्थानीय तहको प्रमुख उपप्रमुख छ, कार्यकाल अझै बाँकी छ। त्यो व्यक्तिले निर्वाचनका मैदानमा जाने भन्ने कुरालाई म नैतिक मान्दिनँ मेरो ठाउँबाट। म आफू गएको निर्वाचनमा जितेको सांसद यसपटक त म दोहोरिन हुन्न भनेर मैले आफूले एउटा नैतिक एउटा सन्देश पेश गर्न खोजेँ भने मैले जसको यहाँले नाम लिनुभयो जुन नेताको यो म राम्रो मान्दिनँ। नैतिक दृष्टिकोण उहाँले चाहिँ विषयमा छोडेर गएको त्यति राम्रो, उहाँ मात्रै होइन उहाँ जस्ता अरू पनि हुनुहुन्छ भने म यो राम्रो मान्दिनँ, पहिलो कुरा। दोस्रो चाहिँ अब गएको निर्वाचनमा 79मा पनि रासपा त्यति ठुलो सङ्ख्यामा हामी जित्छ भन्ने हामीले ठानेका थिएनौँ। हजुर। अब यसपटक चाहिँ जोडिनु भएको छ, बालेन पनि जोडिनु भएको छ। बालेन पनि निकै ठुलो लोकप्रिय मतका साथ काठमाडौँ महानगरपालिकाको मेयर हुनुभएको व्यक्ति हो र उहाँले एउटा यहाँको मेयर हुँदाखेरि बाहिर धेरै प्रकट ढङ्गले त आउनु भएको छैन, तर उहाँका बारेमा उहाँ निकै पपुलर हुनुहुन्छ पनि भन्छन् मान्छेहरू होइन। मेरो व्यक्तिगत सङ्गत पनि त्यस्तो छैन र अरू कुरा पनि म जान्दिनँ, उहाँका बारेमा डिटेल जान्दिनँ भन्छन् र अरू कतिपय अरू दलहरू पनि मिसिएका छन्। त्यसैले म यसको बारेमा चाहिँ यसै परिणाम भन्न सक्दिनँ अहिले। नेपाली काङ्ग्रेसको सङ्गठन जुन देशव्यापी छ, नेपाली काङ्ग्रेसको सङ्गठनका आधारमा नेपाली काङ्ग्रेसले यसो गर्ला भन्ने अन्दाज गर्न सक्छु। नेकपा एमालेको पनि हामी जस्तै प्रतिस्पर्धी सङ्गठन हो, उसको पनि सङ्गठनको बारेमा अन्दाज गर्न सक्छु। उहाँहरूका बारेमा उहाँहरू नै पनि कति अन्दाज गरिरहनु भएको छ मलाई थाहा छैन, किनकि जब सङ्गठन छैन तल सदस्यहरूको बारेमा कुनै त्यस्तो उहाँहरूको सुनिश्चित अभिलेख छैन, त्यस कारणले चाहिँ अब जित्नुभयो भने पनि उहाँहरू एउटा माहौलका आधारमा जित्ने हो, हार्नुभयो भने पनि त्यही माहौलकै आधारमा हार्ने हो। म यसै भन्न सक्दिनँ, तर अब मानिसहरूको मनोविज्ञानमा प्रतिस्पर्धाका साथ आएको छ नयाँ दल रासपाले आफूलाई चुनावी मैदानमा राम्रो गरी प्रस्तुत गर्छ, पेश गर्छ भन्ने कुरा चाहिँ मानिसहरूलाई लागिराखेकै छ। यो कुरा अस्वीकार गर्नुपर्ने केही कुरा छैन। तपाईँ हामी सबैको मन मस्तिष्कमा यो परेकै छ।